रात के दुख्छ सुत्दा रात के दुख्छ सुत्दा कैसे कैसे लोग रहते हैं यार यहाँ पर। भर राति के दुख्छ अरे यसको चाहिँ मेरो चाहिँ खासै केही पनि दुख्दैन त्यो जिउ हल्का अलिकति अनुभव नभएर पनि होला फर्स्ट टाइम चालेको कारणले गर्दाखेरि अलिकति गाह्रो भइरहेको छ हैन। मिलेर यहाँ गिटी चाल्न लागिरहेको छौँ। तपाईहरुलाई हामी देखाउने छौँ गिटी कसरी चाल्नु पर्छ भनेर। हामीले भनेको यो यस्तो चाहिँ हामीले चाहिँ टक्क आएर चाहिँ टक्क यस्तो गाह्रो चाहिँ सर्ट यस्तो हामीले चाहिँ ठुलो ठुलोहरू चाहिँ टक्क निकाल्नु पर्ने हुन्छ हैन। टक्क यस्तो ठुलो ठुलोहरू लगाइदियो भने चाहिँ नमस्कार नमस्कार अध्यक्षजी हो। अनि हामीलाई यो हामीले गरेको यो के ठिक हो कि बेठिक हो? एकदम गुड छ। अनि यति चाल्दैछौँ त हामी त यति काम भनेको बिस्तारै बिस्तारै हुने हो। हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। र तपाईँहरू एकदम सन्चै अनि आरामै हुनुहुन्छ होला होइन। म पनि एकदम सन्चै आरामै छु। र आज चाहिँ हामी गिटी चाल्न लाग्यो। यहाँ तलतिर पुल बनिँदैछ नि त। अनि पुल बनिने कारणले हामीले चाहिँ गिटी चाल्न लागेको छौँ। दादा हुनुहुन्छ, म छु, अनि भाइहरू तलतिरबाट आउँदैछ। हामी चाहिँ टक्क यहाँनिर आज चाहिँ गिटी चाल्छौँ। र आजको हाम्रो भिडियो रहेको छ गिटी चालेको। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। साथीहरू, तपाईहरुलाई स्वागत छ अशोक लिम्बू युट्युब च्यानलमा। आज चाहिँ हामी यहाँ अशोक म आयुष मिलेर यहाँ गिटी चाल्न लागिरहेको छौँ। तपाईहरुलाई हामी देखाउने छौँ गिटी कसरी चाल्नु पर्छ भनेर। अन्तिमसम्म भिडियो हेरेर हामीलाई साथ दिनु होला, माया गरिदिनु होला, लाइक सेयर सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। र गाइस अब चाहिँ हामीले काम स्टार्ट गर्न लागिसकेको छौँ होइन। देख्न सक्नुहुन्छ भाइ पनि आइसकेको छ होइन। हामी तिनजनाले चाहिँ आज कति गिटी चाल्छौँ त त्यो देखाउन वाला छौँ गाइस। सो अहिले चाहिँ हामी यहाँनिर थोरै गरेर चाहिँ होइन निकै साह्रो रहेछ काम गर्नु चाहिँ होइन। हामीले चाहिँ यहाँनिर यति चाहिँ बनाएको छौँ अहिले भर्खरदेखि स्टार्ट गरेर अनि यति गरिसक्यौँ होइन। अनि यहाँ भाइ बसिरहेको छ पानी खाँदै। अनि एकदम तिर्खा पनि लागिरहेको छ। हामी चाहिँ यहाँनिर एकदम अब गाह्रो रहेछ क्या गिटी चाल्नु पनि। अनि हामी चाहिँ पानी खान बसेको होइन। दादा चाहिँ मास्तिर जानुभएको छ र यहाँनिर चाहिँ गिटी चाल्दैछौँ हामी चाहिँ। एकदमै अलिक गाह्रो रहेछ। हाम्रो ढाँडहरू दुख्यो, स्टार्ट भइसकिसकेको छ होइन। रात के दुख्छ सुत्दा रात के दुख्छ सुत्दा कैसे कैसे लोग रहते हैं यार यहाँ पर। भर राति के दुख्छ अरे यसको चाहिँ मेरो चाहिँ खासै केही पनि दुख्दैन त्यो जिउ हल्का लेट्सी अझै हेर्दै जानु होला अझै के हुँदै जान्छ होइन। अहिले चाहिँ हामीले यति चालेको छौँ होइन। अझै पनि टाइम धेरै छ। हामी कति चाहिँ चाल्दो रहेछौँ भरे बेलुकासम्म कति चाल्छौँ होइन। त्यही हो, पैसा कमाउनु गाह्रो छ है गाइस। अहिले चाहिँ हामी बसिरहेको छौँ होइन गाइस। अनि अब फेरि पनि चाल्छौँ हामी चाहिँ। एकदमै धेरै बनाउने क्या सोचले चाहिँ हामी यहाँ काम गरिरहेको छौँ होइन। अब हेरौँ
कतिसम्म गर्न सकिन्छ। एकदमै गाह्रो रहेछ होइन, काम त हुन त सबै गाह्रै हुन्छ। यो चाहिँ अलिकति अनुभव नभएर पनि होला फर्स्ट टाइम चालेको, त्यस कारणले गर्दाखेरि अलिकति गाह्रै भइरहेको छ होइन। तर मजा पनि छ, केटाहरू छ नि त। अनि हामी दाजुभाइहरू चाहिँ खतरा यहाँनिर चाहिँ पैसा कमाएर चाहिँ कहाँ जाने रे हामी घुम्नु? उत्तरे उत्तरे भने त्यता पर जङ्गल होइन गाइस, त्यता पर घुम्नु जाने रे। ल गाई चाहिँ होइन कसरी हान्नुपर्छ, यो चाहिँ कसरी गर्ने हो भनेर चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। यो यस्तो चाहिँ हामीले चाहिँ टक्क यहाँनिर चाहिँ टक्क यस्तो उगाएर चाहिँ यस्तो हामीले चाहिँ ठुलोहरू चाहिँ टक्क निकाल्नु पर्ने हुन्छ होइन। टक्क यस्तो ठुलोहरू लगाइदियो भने चाहिँ हाम्रो दर्जीहरू मान्ने होइन, त्यही हो होइन। र टक्कसँगले हाम्रो चाहिँ खाजा पनि आइसकेको छ। यहाँनिर जेन्स तपाईँले चाहिँ खाजा पनि लिएर आइसक्नु भएको छ, देख्न सक्नुहुन्छ है। हाम्रो भाइले डेन्जर खतरा काम गर्ने हामी चाहिँ केटा हो क्या। A few moments later. एक गाडी बनाउनु कति टाइम लाग्छ अरे? यहाँलाई 2 दिन लाग्ने रहेछ हौ केटा। लाग्छ होला। अनि हामीले कति एक दिनमा कति गाडी बनाउँछु भनेर आएको खासमा? 2 गाडी बल्ले हो। सो गाइस लास्ट थाकिसक्यो होइन, भारी नै पुग्दैन यार। यस्तो छ है हालत पाराले चल्दैन यहाँ। सक्नुहुन्छ हामी चाहिँ यहाँनिर यहाँ अलिअलि चाल्दै, अनि हाम्रो यहाँनिर चाहिँ अध्यक्षजी आउनुभएको छ। अनि नमस्कार अध्यक्षजी। अनि हामीले गरेको यो के ठिक हो कि बेठिक हो? एकदम गुड छ। अनि यति चाल्दैछौँ त हामी त यति। काम भनेको बिस्तारै हुने हो। म चाहिँ यसो वडातिर गएर यसो आइतबारसम्म पुगेर आएको। अनि सन्चै हुनुहुन्छ नि तपाईँ? एकदम आरामै अलिअलि गलेछु, आँखा अलिअलि दुखिरहेछ। ठिक छ। होइन हामीले चाहिँ आज चाहिँ अब 5 पनि बजिसकेको छ होइन। अनि एकदमै धेरै हामीले चाहिँ गल्यौँ। अनि त्यस कारणले गर्दाखेरि हामी चाहिँ यहाँदेखि चाहिँ हामी छुट्टी गर्ने भन्ने सल्लाह भएको थियो। 2 गाडीसम्म चाहिँ हामी चाहिँ गिटी चालिन्छ होला भन्ने यसो उयो थियो होइन। तर त्यो भएन, एकदमै आधी गाडी जति मात्रै चाल्यौँ अरे हामीले चाहिँ होइन। ठुलो बडाहरूले अघि आउनु भएको थियो, अनि त्यसो भन्दै हुनुहुन्थ्यो होइन। आधी गाडी मात्रै चाल्यौँ रे हामीले चाहिँ। अनि अब आज चाहिँ यसो हल्का अनुभव भयो, भोलिदेखि चाहिँ हामी डेन्जरै चाल्नेवाला छौँ। एक्सपेक्टेशन वर्सेस रियालिटी भइदियो हमारे साथ मोए हो गया। धेरै पनि होइन र थोरै पनि होइन, यतिको चाहिँ हामीले चाहिँ आज चाहिँ यति चाहिँ हामीले गिटी चालेको छौँ होइन। धेरै त गर्न सकिएन। त्यही हो मेरो सोचाइमा चाहिँ हामी चाहिँ लगभग 2 गाडी जति चाहिँ हामी चाहिँ पक्कै पनि गर्छौँ भन्ने एउटा उयो थियो। तर त्यो सकिएन होइन, केही छैन। भोलि सक्छौँ हामी, आज नसक्यो भने भोलि सक्छौँ। हामी चाहिँ यहाँदेखि हिँड्नुपर्ने हुन्छ होइन। अनि दादाहरू पनि सब अब हातखुट्टा धोएर रेडी भइसक्यो। यो चकचक के छ लास्ट होइन। यसलाई चाहिँ एक दुईजना यसो केटीहरू खोजिदिनु पऱ्यो। र हामी चाहिँ तलतिर एकछिन जानुपर्ने काम भएको कारणले हामी चाहिँ तलतिर जान्छौँ। त्यसलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा धेरै धेरै माया छ। धेरै धेरै धन्यवाद हजुरहरूलाई, थ्याङ्क यू सो मच है। अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। त्यति भन्दै म अर्को भिडियोमा भेट्ने नै छु भन्दै आज बिदा हुन चाहन्छु। बाई बाई, टेक केयर।